अब खास गरिकन दक्षिण एसिया चाहिँ अब यो नेतृत्वसँग सम्बन्धित कुरामा युवासँग सम्बन्धित कुरामा हामी उदास मनोवृत्तिसँग अभ्यस्त छौँ हामीसँग किनभने यो दक्षिण एसिया भन्ने कुराले चाहिँ भने खास गरिकन चाहिँ हिन्दूको चाहिँ बढी भावले ठाउँ सामन्तवाद हो त्यस कारण त्यसको स्वाभाविक चिन्तन के छ भने दास मनोवृत्ति त्यो युवामा पनि हुन्छ त्यो पार्टीमा पनि हुन्छ सबै ठाउँमा त्यो बढी प्रवृत्ति हालेको छ पछिल्लो कालमा चाहिँ हामीले देखिरहेको चाइनिजहरूको विकास चाहिँ उनीहरू चाहिँ कुरा के छ भने पुस्ताहरूको ठिक समायोजन गरेर हैन हजुरबाउ पुस्ता बाउ पुस्ता नाति पुस्ता हरेक ठाउँमा चाहे त्यो विकासमा चाहे त्यो सूचनामा चाहे त्यो नयाँ नयाँ प्रयोग गर्ने कुरा के छ भने एकैचोटि राजनीतिमा उनीहरू एकैचोटि चाहिँ हेन्डओभर गरेर आइरहेका छन् र त्यसले के गर्छ भने राजनीतिमा सबै दृष्टिकोणमा चाहिँ युवाहरूको सहभागिता सुनिश्चित गर्छ तपाईँ हेर्नुहोस् चाइनिजहरूको डेभलपमेन्टहरू आएको हेर्नुहोस् या अरू व्यापारी व्यवसायको आएको कुरा हेर्नुहोस् त्यहाँ एकैचोटि 3 पुस्ता हुन्छ कि बाजे पुस्ता छोरा पुस्ता र नाति पुस्ता हुन्छ भनेपछि त्यो कुरा के छ भने एकैचोटि हेर्नुको हुन्छ एकैचोटि मान्छेको चाहिँ त्यो समग्र परिस्थितिको चाहिँ बुझिहाल्छ र हामीले पनि अब खास गरिकन चाहिँ कुन मोडललाई अवलम्बन गर्ने भन्दा अब यसमा रिल्याक्स गर्ने मोज मस्ती गर्ने मोडल जाने कि जिउ हजुरी गर्ने मोडलमा जाने कि एकैचोटि सम्मानपूर्वक एकदम इतिहासलाई पनि सम्मान गर्ने र आफ्नो भविष्यको पनि ग्यारेन्टी खोज्ने त्यो प्रवृत्तिलाई अँगाल्ने भन्दाखेरि हामीले अँगाल्ने प्रवृत्ति भनेको यो माओवादी विकास गरेको सोच अनुसार नै मुख्य कुरा आधारभूत रूपमा कुरा त्यो हो हैन माओवादी जसले भनौँ नि 3-in-1 भनौँ नेतृत्व निर्माणसँग सम्बन्धित हो त्यो 3-in-1लाई नै हामीले आधारभूत रूपमा मान्नुपर्छ र त्यसैलाई हामीले आधार मानेर नेतृत्व विकासका कुरा पार्टीको विकासका कुरा र समग्र समाजको विकासका कुरामा हामीले यसरी सोच्नुपर्छ र यसरी सोच्ने कुरामा कहीँ न कहीँ हाम्रो चाहिँ कमजोरी छ